नमस्ते साथीहरू, स्वागत छ तपाईलाई फेरि मेरो एउटा नयाँ भिडियोमा। होप तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। र साथीहरू अहिले आउनु भएको छ यहाँ मैनागुरीबाट भाइहरू, जसले कि 1 महिना पहिल्यै पप्पी बुक गरेको थियो। बिरुको जो फादर चाहिँ बिरु हो र आज उसको ह्यान्डओभर यानी आज 40 डेज भयो पप्पी सो लिनु आएको छ र हेर्नु सक्नुहुन्छ। र भाइहरूलाई पनि एक दुईवटा क्वेशन म सोध्छु हैन, कस्तो के लाग्यो तपाईहरु भिडियोलाई पुरा हेरिदिनु होला। भाई आपका थोड़ा परिचय बता दीजिए ना। मेरा नाम है कौशिक है, मैं आया हूँ मैनागुरी से। अच्छा, तो भैया के पास पप्पी लेने आया हूँ। आपको हाँ जी, मेरा नंबर कहाँ से मिला था? यूट्यूब से मिला था भैया। अच्छा, साथ ही भाइलाई चाहिँ मेरो नम्बर युट्युबबाट मिलेको थियो र भाइले मलाई फोन गरेको थियो पप्पीको लागि। र भाइले 1 महिना अगाडि हेर्नुहोस्, जब 10-15 दिनको थियो पप्पी त्यतिखेर बुक गरेको थियो र पप्पी ब्लैक कलरको मेल हो, बिरबलको बच्चा। तो आपको कैसा लगा बच्चा? पप्पी एकदम एक्टिव है भैया, बहुत अच्छा पप्पी है। अच्छा भाई, आपने कितना दिन पहले मेरे को एडभान्स कर दिया? मोटामोटी 1 मंथ। 1 महिना पहिला उसले एडभान्स गरेको थियो। के हेर्नु, फोनमा मात्रै सम्पर्क भएको थियो, भिडियो हेरेर मात्रै मेरो उसले एडभान्स गर्दै थिएन। र बहुतजनालाई म एडभान्स गर्नुको लागि भन्छु र एडभान्स गर्नु लागि डराउँछ हैन। हेर्नुहोस्, यो काम मैले अहिलेदेखि गरेको हैन, 6-7 साल भइसकेको छ र तपाईको पैसा कहीँ पनि डुब्दैन। अगर केही कारणवश बच्चा म दिनु सकिनँ भने तपाईको पैसा पनि म रिटर्न गर्नेवाला छु हैन। अब पैसा के हुन्छ, कहिले बुक गरेको हुन्छ, अब हेल्थ इस्युहरू आयो भने म दिनु सक्दिनँ बच्चालाई, त्यतिखेर म उसको जति पनि एडभान्स गरेको त्यो रिटर्न गरिदिन्छु। त्यो चाहिँ मेरो फोल्ट हो। र कोले चाहिँ के गर्छ, अब अर्डर गर्छ हैन, बुकिङ गर्छ, जब टाइम हुन्छ डेलिभरीको त्यतिखेर चाहिँ लिँदैन या उसको माइन्ड चेन्ज भइहाल्छ। त्यसको लागि कतिवटा कस्टमर छोडिदिएको हुन्छ हैन। सो लिनुको अगाडि तपाईँ डिसाइड लिनुहोस्, तपाईँले साँच्चै लिनुहुन्छ हुँदैन अनि मात्रै एडभान्स गर्नुहोस्। अब एक बार पप्पीको दिखाइदिए। यहाँ हेर्नुहोस्, बिरबलको बच्चा हो यो, एकदम प्योर क्वालिटीमा जेट ब्लैक कलरको। र भाइहरू मैनागुडीबाट आएको छ। और भैया कुछ कहना है? नहीं भैया। और भाइहरूलाई मैले सबै डिटेल्स, खाना कसरी दिने, डिवर्मिङ कहिले गर्ने, मेडिसिनहरू कुन कुन दिने, सबै चिज डिटेल्समा भनिदिएको छु। र भाइहरू अब लिएर जानुहुन्छ हैन, भाइहरूलाई मैले बताइदिएको छु सबै डिटेल्सहरू, यसलाई कसरी सफा गर्ने, कसरी खाना दिने, सबै मैले यहाँ देखाइदिएको छु। ल त साथीहरू, अहिलेको लागि बाई, टेक केयर। फेरि भेटौँ होला नेक्स्ट भिडियोमा। यस्तै डग रिलेटेड भिडियोहरू म लिएर आउँदै गर्छु। प्लिज मेरो च्यानललाई फलो गर्नुहोस् या सब्सक्राइब गरिदिनुहोस् यस्तै डग रिलेटेड भिडियोको लागि। ल त भाइ, टेक केयर।